जनता हिजो जसले घन्टीमा भोट हालेर यो 2/3 दिएर पठाएको छ नि, त्यो जनता चुप्प लाएर बसेको छ। यी अरुवा र यिनका कार्यकर्ताले यिनले यहाँ मोजमस्ती गर्न पाएन भनेर गाउँमा गएर भड्काउने, सुकुम्बासीलाई गएर भड्काउने, अरूहरूलाई गएर भड्काउने गरेर स्थानीय चुनावमा फेरि कतै न कतै भोट पाइन्छ कि भनेर भन्नु, यिनको फेरि पनि यिनको चाहिँ दिउँसोको चाहिँ दिवा सपना हो।